हाम्रो कोटेश्वर स्टोरको तोडफोडको सबै क्षतिको विवरण सङ्कलन गरिसकिएको छ। इन्स्योरेन्स र भाडबटेनीको प्रतिनिधि समेत रहेर सम्पूर्ण क्षतिको विवरण उठाइसकेको कुरा आम नेपाली जनता, आम उपभोक्ता, शुभेच्छुकप्रति जानकारी गराउँदछौँ। विभिन्न पत्रकारिता गर्ने सङ्घ संस्थालाई यो विषयमा प्रष्ट हुन समेत अनुरोध गर्दछौँ। हाम्रो यस संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक आफैले यो विषयमा बोल्ने क्रममा त्रुटि भएको र यस विषयमा माफी चाहन्छु भनिसक्नु भएको छ। हामीलाई आशा, हौसला र सहानुभूति दिनुहुने आम नेपाली नागरिक, नेपाल सरकार, स्थानीय सरकार, सरोकार निकायप्रति आभारसहित हार्दिक नमन व्यक्त गर्दछौँ। हाम्रो क्षति र इन्स्योरेन्सको लागि गरेको दाबी रकम यही अनुसार रहेको जानकारी समेत गराउँदछौँ। हाम्रो स्टकबाट सामान 64,88,337.413 बराबरको सामान तोडफोड तथा लुटपाट भएको छ। त्यसै गरी भवनको क्षति 11,85,855.11 रुपियाँ बराबरको चाहिँ भवनमा क्षति भएको छ। त्यसै गरी फ्रिजर र सोकेसबाट सामानहरू 2,65,000 बराबर रुपियाँको चाहिँ हाम्रो फ्रिजर र सोकेसबाट सामान लुटपाट भएको छ। त्यसै गरी क्यास पैसा 94,000 रुपियाँ क्यास पैसा पनि लुटपाट भएको छ र जम्मा जम्मी हाम्रो चैत्र 15 गतेको विध्वंस तोडफोड र लुटपाटबाट 80,33,192.523 रुपियाँको चाहिँ हाम्रो जम्मा जम्मी क्षति भएको जानकारी गराउँदछौँ।